मर्निङ सबैजनालाई। र अहिले घरि चाहिँ म समतार बजारको छेउमा छु। र म चाहिँ आज चाहिँ किन यहाँ छु भन्दाखेरि चाहिँ म चाहिँ गेस्ट लिएर यहाँनिर आएको छु। आउनु चाहिँ हिजै आएको, तर आज चाहिँ मेरो यहाँबाटै साइट सिन छ। साइट सिन चाहिँ के छ भन्दाखेरि चाहिँ नोकडाँडा लेक, गिटअपलिङ भ्यू पोइन्ट, अन्त लोले गाउँ, तीनटा पोइन्ट गरेर चाहिँ मेरो चाहिँ आज बसाइ चाहिँ यहीँनिर छ समतारमै। र आज म तपाईँहरूलाई नोकडाँडा लेकहरू सबै देखाउने छु। र आजको वेदर चाहिँ धेरै राम्रो छ, क्लियर छ। तपाईँहरूलाई म त्यो पनि देखाउने छु है त। आजको वेदर चाहिँ यस्तो छ है, क्लियर देख्दैछ है। पहाडहरू चाहिँ यो पर देख्दै गर्नुभएको चाहिँ तकदाको पहाडहरू, यो तकदा, तिनचुले पहाड पल्लो चाहिँ, यो पल्लोपट्टिको चाहिँ। र यो पहाड चाहिँ कालिम्पोङ। र यहाँनिर म चाहिँ अहिले यता आइरहेको छु होमस्टेदेखि चाहिँ अलिक अगाडि। र यो बाटो चाहिँ समतार बजार जान्छ, चारखोलहरू। र यहाँबाट चाहिँ तपाईँको पन्बु डाँडा भ्यू पोइन्टहरू र कालीझोडा निस्किन्छ यो बाटो चाहिँ। यस्तो छ यहाँको चाहिँ। आज चाहिँ क्लियर भइरहेको छ, हिजोसम्म चाहिँ पानी परेर त्यति राम्रो थिएन वेदर। र म आएको होमस्टे चाहिँ यो हो, यो बाटोकै राइट साइडमा पर्छ होमस्टे। र हामी चाहिँ अब साइड सिन जान आँटेको गाइस। रुमालটা নিয়ে নি, এই যে हामी चाहिँ अब जान आँटेको गाइस साइड सिन समतारबाट। মজা নিয়েছি। हामी चाहिँ नोकडाँडा लेक जाँदैछु। र जाँदा जाँदै एउटा ब्रिज भेट्यो बाटोमा। यो ब्रिजको नाम चाहिँ के हो थाहा चाहिँ छैन, र पनि यहाँ म बोट हेर्छु के रहेछ यो बोटको नाम।
र यो ब्रिजको नाम चाहिँ के हो त्यो चाहिँ थाहा भएन, तर यो बुधबारे र नोकडाँडा लेकलाई जोड्ने रहेछ यो ब्रिज। र यो ब्रिज स्टिल ब्रिज बनाएको रहेछ यहाँनिर। र हामी यहाँनिर फोटोसोटो लियौँ, त्यसपछि हामी नोकडाँडातर्फ लाग्यौँ। र गाइस अहिले चाहिँ हामी नोकडाँडा बोर्डिङ लेक आइपुगिसकेको छौँ। 1.5 घन्टाको बादमा चाहिँ हामी यहाँ बल्ल आइपुग्यौँ। र तपाईँहरूलाई म भित्र गएर पनि देखाउने छु बोटिङ लेक। हेर्नुहोस् है त, तपाईँहरूलाई म बोटिङ नोकडाँडाको नजारा देखाउने छु है त। र यो चाहिँ थियो बोटिङ नोकडाँडा बोटिङ लेक। र अहिले चाहिँ बोटिङहरू चाहिँ गरेको छैन रहेछ यहाँनिर। र यो चाहिँ लेक हो। लेक चाहिँ धेरै नै बडै ठुलै छ, परदेखि यहीँसम्म रहेछ। र माछा पनि थुप्रै रहेछ यहाँनिर चाहिँ। यस्तो छ गाइस, तपाईँहरू पनि एकताल भिजिट गर्न आउनुहोस् होला कालिम्पोङ नोकडाँडा। र हामी चाहिँ नोकडाँडा बोटिङ लेकबाट पनि निस्क्यौँ। अब चाहिँ जाँदैछ हामी गिडाब्लिङ भ्यू पोइन्ट। का फोटो दिखाया था ना यही भी। काचेर ब्रिज सुन्नु होइन त्यो ओइ काचेर ब्रिज 360 डिग्री है अपने ओ काचेर ब्रिज वॉल पे तो कोई नहीं है। आदिले एगो फ्लो के फोटो र साथीहरु म चाहिँ आइ पनि पुगे डबलिङ भ्यू पोइन्ट। र म तपाईहरुलाई देखाउने छु है त भ्यू पोइन्टको नजारा। यहाँ चाहिँ टिकट काउन्टर यस्तो छ नजारा। यहाँ चाहिँ जानुहुँदैछ मेरो गेस्टहरु। यहाँ चाहिँ सोनोबाट स्काई वक रहेछ। यहाँबाट भ्यू चाहिँ यस्तो छ तपाईको डबलिङ भ्यू पोइंट। क्या रिवर है क्या वो आगे? हाँ कौन सा? टिस्टा। वही टिस्टा? यस्तो रहेछ। अहिले चाहिँ धेरै रमाइलो भएको रहेछ डबलिङमा चाहिँ। बाबा इधर के नाम तो बोलो ना। यस्तो रहेछ। भ्यू पोइन्ट चाहिँ यस्तो छ यहाँनिर। यहाँ गाडी राखेर चाहिँ उकालो आउनुपर्ने रहेछ। तपाईहरुलाई फोटो खिच्ने जग्गा देखाइन्छ है त। यस्तो रहेछ है फोटो लिने जग्गा चाहिँ। भाइ हात त बाबा নিয়ে এসো তাহলে। केटु दाडा बाबा यस्तो रहेछ यहाँ चाहिँ फोटो लिने जग्गा चाहिँ।
হ্যাঁ ওই জন্যই তো আমার হাত ধরো, আমার হাত ধরো। ও লাভ বার্ড মনে হচ্ছে আমার হাত ধরে যাবো তো, একটু পরে যাবো তো। ওটা পরিয়ে নিয়ে চলে र हामी चाहिँ भ्यू पोइन्टबाट पनि निस्किसकेको छु र अब चाहिँ हामी जानेछु लोलेगाउँ पार्क र अब तपाईँहरूलाई म लोलेगाउँ पार्क देखाउने छु है त र म चाहिँ आइपुगेँ लोलेगाउँ यो चाहिँ लास्ट पोइन्ट हो मेरो र अब यहाँदेखि चाहिँ म सिधै होमस्टेतर्फ जानेछु र आज चाहिँ हामी नोकडाँडा गिटप्लिङ भ्यू पोइन्ट अन्त लोलेगाउँ गर्दै अब ब्याक टु होमस्टे समटार जाँदैछु र तपाईँहरूलाई म यो लोलेगाउँको दृश्य देखाउने छु अलिकति भित्र त म जाँदिनँ र बाहिरैबाट तपाईँहरूलाई म देखाउने छु हेरिदिनुहोस् होला हेलो साथी हो फाइनली हामी होमस्टेतर्फ आइपुगिसकेको छु यी फेरि साइट सिन सकेर पनि र अब चाहिँ हामी रुममा जानेछु र आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला थ्याङ्क यू